I swore I'd block your number for good, but here you are texting me, you are. एकछिन गाइस, तपाईहरूले आजसम्म नदेखेको म जिन्दगीमा तपाईँहरूले नदेखेको माछाहरू देखाउँदैछु। सबैजनाले अन्तिमसम्म हेरिदिनु होला है। ल गाइस, अनि यो चाहिँ अर्को ठाउँ, यो चाहिँ माछाहरू छ। अनि यसले चाहिँ के भन्नु पर्ने, फ्लाइसहरू चाहिँ गर्नु हुँदैन, भिडियो बनाउनु चाहिँ हुन्छ भनिरहेछ। दामी माछा 8 केजीसम्म माछाहरू चाहिँ क्युट रहेछ। सानो के हो यो? यस्तो माछाहरू रहेछ। मैले सोचेको जस्तो चाहिँ अलिक माछाहरू रहेन रहेछ होइन। मैले चाहिँ सोचिरहेको थिएँ ठुल्ठुलो माछाहरू होला भनेर सोचेको थिएँ, तर सानो मात्रै माछाहरू रहेछ। सानो माछाहरू त हेर्नै के मजा आएन कि होइन क्या। अनि यता रहेछ हल्का, तर यो चाहिँ कस्तो दामी ठाउँ है। यस्तो रहेछ। यो के हो? माछा यस्तो हो कि लाइटले यस्तो भएको यो माछाहरू? गाइस कमेन्ट ठोकाउनु त ल गाइस। माछाहरू यस्तो हो कि? यस्तो रहेछ। तर सानो माछा भयो कि, तर जिन्दगीमा नदेखेको माछाहरू चाहिँ छन् कि। यो माछा त कता यो त यही कलरकै माछा हुँदो रहेछ नि। हेर्नु त गाइस कस्तो क्युट। एउटा फोटो नि हाल्नु न। यहाँ रहेछ है गाइस अलिकति ठुलो माछाहरू भनेर। यहाँ पनि देशीय माछा। वाउ, यत्रो माछाहरू कस्तो दामी पढेको यो माछाहरू। पढी चाहिँ दामी ल, यो रहेछ यहाँको सबभन्दा ठुलो माछा मेरो विचारमा। अर्को के छ त यहाँभित्र चाहिँ एउटा गुफा जस्तो रहेछ गाइस। यता निस्किने ए यहाँ रहेछ नि त ठुलो माछा।
जिन्दगीमा नदेखेको माछाहरू चाहिँ देख्न पाइयो खुसी छौँ हामी अझै यतातिर छौँ यो माछा त धेरै थरीको माछाहरू रहेछ यार कति यो माछा चाहिँ एक केजीसम्म हुँदो रहेछ यो माछा अनि यो माछा चाहिँ कति 20 केजीसम्म यो माछा गाइस यो चाहिँ माछाको बच्चाहरू तर यो चाहिँ 20 केजीसम्म हुन्छ यो चाहिँ यो पनि 1 केजीसम्म ओए कस्तो खाले माछा डल्लो डल्लो टाइपको छ त हेर्नु त यस्तो डल्लो टाइपको यो चाहिँ 1 केजीसम्म हुँदो रहेछ अनि यहाँ सहरको माछा क्युट बस्छ यता दिँदैछ अनि यता अर्को थियो यो माछा त साँप जस्तो त हाम्रो गाउँमा पाउने हिँड्ने माछा जस्तो रहेछ यो माछा चाहिँ कति बाबा 35 केजी एज 3 to 5 years बाबा पुरा रिसर्च गर्दाखेरि अनि यो तल्लोपट्टिको माछा चाहिँ यो हो यो चाहिँ 1 केजी समथिङ हुँदो रहेछ यो त कत्रो हुँदो रहेछ त हौ यो माछा त कहाँको बाबा 35 केजी भनेको त यहाँ होइन त हौ यो माछा त अहिले चाहिँ बेबी टाइपको छ क्या अनि चाहिँ यहाँ एउटा फोटो खिच्ने ठाउँ पनि रहेछ कछुवाहरू दिइरहेको छु यो कछुवाहरू जो न टच भनिरहेको छ अनि यहाँ चाहिँ के हो दुईवटा मात्रै माछा राखिदिइरहेको छ सानो सानो माछा रहेछ होइन अब यो चाहिँ अब कति केजीको हुन्छ भने आम्मा 20 केजी 20 केजीसम्म हुँदो रहेछ यो चाहिँ कहाँ हो यो माछा कस्तो दामी माछा क्युट माछा 500 ग्राम to 1 केजी हुँदो रहेछ यो माछा चाहिँ अनि यो अर्को के होला ओए साँप नि रहेछ यार अनि अर्को कति लामो के हो यो यो त माछा भनेको त लाइक त्यो छेपारो टाइपको हुँदो रहेछ कस्तो क्युट ओ माय गॉड अरे यहाँनिर मकुरा नि रहेछ ल यहाँनिर सुतिरहेछ यहाँनिर रहेछ यसको नाम चाहिँ के हो साइलिफिन लिजार्ड यस्तो हुँदो रहेछ यहाँ चाहिँ एउटा फोटो खिच्नु पर्ने थियो गाइस एउटा यो चाहिँ सी रहेछ अब यतापट्टि जाऊँ त वाह ये देखिए गाइस यो माछा चाहिँ बहुत ठुलो रहेछ त्यही हो फोटो खिचौँ भनेको अलिक राम्रो लागेन ठाउँ कस्तो दामी यो माछालाई त छोइदिनुपर्छ क्या छुन चाहिँ नमिल्ने रहेछ है त छोइदिउँ क्या भनेको कत्रो रहेछ यो माछा त ठुलो रहेछ अनि आयो यता के हो यो ब्लू लोब स्टार ग्राम हुने रहेछ लगभग झन्डै 1 केजीको हुने रहेछ यो के अरे ब्राउन त
आम्मामामामामामा यो माछा त अनि कुन माछा हो यो बच्चाहरू राखिरहेको छ अनि यो त के हो 44 केजी हुँदो रहेछ त यार सरी गाइस अघि चाहिँ मैले ग्रामलाई केजी भन्दै थिएँ तर केजी चाहिँ यस्तो हुँदो रहेछ केजी नै लेखेको हुँदो रहेछ 44 केजी यार झन्डै मेरै के अरे वेटको हुने रहेछ ल 500 ग्राम यो माछा यो फेरि कुन माछा हो यार 15 केजीसम्म हुन्छ त्यसको माछा चाहिँ अनि यहाँ चाहिँ के रहेछ त 4 केजी कुन माछा हो ओ कस्तो माछा यार यो त 2 केजी खै एउटा मात्रै आएको छ यो चाहिँ यार हाम्रो पब्जीमा नि इभेन्टमा नि आएको थियो यार यो माछा पाँच 60 ग्रामसम्म हुँदो रहेछ माछा कति सानो माछा हो ल गाडी छ साढे 2 केजीको माछा खोइ कहाँ गयो कहाँ छ यहाँको माछा अरे कहाँ रहेछ यहाँ लुकेर बसिरहेछ म खोजिमा छु अरे यहाँ पनि रहेछ म त बल्ल अस्ति होला भनेको अनि मोर एक्साइटिङ अन्डर वाटर फाउना दिस वे हेरौँ ल यहाँ ठाउँ चाहिँ मोर एक्साइटिङ बाबा यो रहेछ नि त ठाउँ त अनि गाइस मलाई पनि देख्न सक्नुहुन्छ अनि यहाँ पछाडि खतरा खतरा माछाहरू राखिरहेको रहेछ तपाईँहरूलाई देखाउँछु त म सिसाहरू राखिरहेको छ यो ठाउँ चाहिँ ल बगान लाग्यो मलाई यो ठाउँ चाहिँ दामी छ ओए कत्रो हुँदो रहेछ यो त 40 केजी हुँदो रहेछ यो माछा है लगभग मेरै वेटको सम्मको हुँदो रहेछ यो माछा चाहिँ 40 केजी 2 केजी यो चाहिँ कति लामो हेर्नु न 2 केजीसम्मको हुँदो रहेछ यो जिन्दगीमा नदेखेको माछाहरू देखेँ हो सुदीप यो माछाको वेट त अलि मेरो वेट जतिकै हुँदो रहेछ त 44 केजी त्यत्रो हुँदो रहेछ यो माछा त्यत्रोसम्म दामी नै देखाइदियो के छ यता कति च्याप्टे माछा हो यो त
कस्तो बसिरहेको छ यो सिसाले त्यस्तो देख्यो के हो माछा यस्तो पङ्गै जान्छ है ढाँसेको पानी आयो कस्तो दामी माछा रहेछ यो चाहिँ कहाँ माछा यहाँ खेल्दै रहेछ खेल्दै रहेछ उताको माछा यहाँ आइपुग्यो उताको माछा यहाँ आइपुग्यो यहाँ रहेछ ओ यो माछा त दामी हुन्छ त यार यो उयो होइन जलकपुर भन्ने खोइ हो सार चाहिँ हेरौँ न हौ के हो सार यो त होइन होला खुट्टा कति लामो सार चाहिँ पाउँदैन रहेछ यहाँ बेबी सार्क राख्नु पर्यो हेर्नुकोन्डा उयो कति लामो सर्प जस्तै माछा छ त ल हेर्नुकोन्डा हो हेर्नुकोन्डा देखेलु कता खतरा बस्दो रहेछ ल हेरौँ त आगो राख्यो त अहिले के हो यो चाहिँ फेरि भराइ जान्छ यत्रो माछा हुँदो रहेछ यो चाहिँ कति 500 ग्रामसम्म आधी केजीसम्म हुँदो रहेछ वाउ कस्तो क्युट माछा है त्यो चाहिँ सिरफुले माछा आज दिन मैले भन्दैन होइन हेत तेरिका ल सर माछिली हो यो माछाको मुख त हेर बेसी कि पानी छ पानी छ एकचोटि यत्रो माछा राखिदिनु नि यसो कन्टेन्ट त हुन्थ्यो सानो सानो माछा राखिदिनु सकेको हो ल फाइनली पाम माछा रहेछ तर कता छ के ए बल्ला पनि लुक्दो रहेछ यिनीहरू त ल दैन भयो है माछा खाने ठाउँ नि दामी दामी रहेछ जस जिन्दगीमा नदेखेको माछाहरू आज फिल गर्न पाएँ देख्न पाएँ सार्क चाहिँ राखेको रहेन रहेछ त्यो चाहिँ अलिकति ठिक लागेन सार्क चाहिँ राखेछ तर यहाँ फोटोमा मात्रै राखेको थियो भित्र चाहिँ राखेको रहेन रहेछ I swore I'd block your number for good, but here you are texting me, you are